प्रिय दर्शकहरू नमस्कार। यो भिडियोमा कान छेडेको ठाउँमा पलाएको मासुलाई सुई लगाएर निको पार्ने प्रयास स्वरूप सुई लगाएको देखाइएको छ। कान छेडेको ठाउँमा यस्ता ससाना मासुहरू कहिलेकाहीँ पलाउँछन्, कहिलेकाहीँ ती मासु ठूला पनि हुन्छन्। हाम्रा प्राय बिरामीहरू मासु सानो हुँदाखेरि देखाउन आउनुहुन्न, ठूलो भएपछि मात्रै देखाउन आउनुहुन्छ। ठूलो भएपछि प्राय अपरेसन गर्नुपर्ने हुन्छ भने सानो हुँदाखेरि हामीले स्टेरोइड सुई ट्राइएमसिनोलोन लाएर यसलाई सुकाउने प्रयास गर्छौं। कतिपय अवस्थामा सुई लाएर निको हुन्छ भने कतिपय अवस्थामा सुई लाएर निको हुँदैन। हामीले 3-4 पटक सुई लाउने प्रयास गर्छौं। 3-4 पटक सुई लाउँदाखेरि मासु घटेमा हामीले छोडिदिन्छौं भने मासु घटेन भने अपरेसन गर्नुपर्ने हुन्छ। यो भिडियोमा त्यस्तै सानो मासुलाई मात्रै सुई लागेको देखाएको छ। यसको मुनिपट्टि अपरेसन गरेको थियो, पलाएको छैन। धन्यवाद।